नमस्ते। नमस्ते। आज हाम्रो सिमली डेन्टल केयर प्राली बुटवल नेपालगञ्ज रोडमा रेवत घरती मगर भाइ आउनु भएको छ। कहाँदेखि आउनुभएको? म देवदह खैरेनी सर। ए हजुरको बसाइ त्यही? बसाइ मेरो घर चाहिँ खैरेनी हो। हजुर। अहिले चाहिँ कोरियामा काम गर्दै। ए कोरियामा काम गर्दै। अनि हाम्रो यहाँ सिमली डेन्टल कहाँबाट देख्नुभयो हजुरले? म उही कोरियादेखि हेरिरहन्छु। ए कोरियाबाट हेर्नुहुन्थ्यो? अनि दाँतमा समस्या भएर आउनुभएको नि? हजुर हजुर। हेर्नुहोस् त, उहाँको यस्तो थियो कि अगाडिको दाँतमा समस्या भएर यो अगाडिको दाँत यहाँ एक्सिडेन्ट भएर यसमा चाहिँ भाँचिएको थियो। अनि हामी आरसिटी गरेर यसमा क्राउन लाउने भनेर उहाँको जिर्कोनिया क्राउन, एकचोटि हाँस्नुहोस् त, यस्तो छ अहिले दाँतहरू कस्तो नराम्रो छ होइन। अब जिर्कोनिया क्राउन बनेर आएको छ, म लगाएर एकचोटि चेक गर्छु उहाँको एकचोटि है। अहिले मैले फिक्स चाहिँ गरेको छैन, खालि चेक मात्रै गर्न गइरहेको छु उहाँको। अनि मैले हेर्छु उहाँलाई कस्तो देखिन्छ, सुहाउने नसुहाउने कस्तो हुन्छ, त्यसपछि बल्ल मैले फिक्स गर्छु है। अहिले मैले हेर्छु कतै घोचेछ हजुरलाई? छैन नि? अनि हजुरले ऐना हेर्नुभयो अघि? हजुर मजासँग हेर्नुभयो? एकचोटि हजुर हाँस्नुहोस् त, दाँतको मजासँग हाँस्नुहोस् त। अनि हजुरलाई यो कलरहरू सबै चित्त बुझिया छ दाँतको? एकदम राम्रो छ। देखाएर पुरै हाँस्नुहोस् मजासँग। मिलेछ कलर एकदम आएको। यो लगाउँदाखेरि अहिले कतै घोच्ने गर्ने केही पनि छैन नि? केही पनि छैन होइन? ए ल ठिक छ ठिक छ। उहाँको एकछिनमा हामी फिक्स चाहिँ गर्छौँ। हजुरहरूलाई चाहिँ डेन्टलसँग सम्बन्धित कुनै उपचार, क्राउन मात्र लाउने नभएर अरू कुनै उपचार गर्नु पऱ्यो भने पनि हाम्रो सिमली डेन्टल केयर प्राली चाहिँ बुटवल नेपालगञ्ज रोडमा छ। यो चाहिँ हजुरहरू यहाँ सम्पर्क राख्न सक्नुहुन्छ। धन्यवाद।